यहाँ कहाँबाट आउनुभयो, के नाम हो? मेरो नाम गायत्री राणा मगर, मेरो घर चाहिँ प्युठान। प्युठान। हजुर। मैले तपाईँलाई सुरुमा एडलिप लिने बित्तिकै मैले यो ह्यामर हालेको थिएँ र ह्यामरिङ गर्नुको पछाडि जुन लजिक थियो त्यो स्क्रिन खोलेपछि चाहिँ छ्याङ्ग भयो कि तपाईँको यस्तरी झल्केर आयो नि, त्यो गाउँ ठ्याक्कै प्युठान नै झल्केर आयो कि तपाईँको त्यो आवाज आइराख्दाखेरि पारी पाखामा कोही घाँस काटिराखे जस्तो एउटा महसुस भएर मैले यहाँ ह्यामर हानेको थिएँ। म चाहिँ दार्जिलिङमा बस्छु अनि दार्जिलिङमा चाहिँ हामीलाई भाषाको पनि क्राइसिस हुन्छ है, क्राइसिस छ। हामीले आफ्नो भाषा बोल्नु पाउनुपर्छ भनेर पनि हामी सरकारसँग लड्नुपर्छ। हामी त्यहाँ बसेर पनि हाम्रो नेपाली भाषाको लागि, नेपाली साहित्यको लागि मैले नेपालमा आएर हेर्दाखेरि जति दार्जिलिङमा नेपालीले आफ्नो संस्कृति मनाउँछ नि त्यति यहाँ मनाउँदैन जस्तो मलाई लाग्छ। त्यही भएर आज तपाईँले यो ड्रेसमा यो पहिरन लाएर आफ्नो ठेट नेपाली गीत गाउँदै गर्दाखेरि चाहिँ मलाई चाहिँ यहाँनिर छु है, त्यही भएर मैले ह्यामरिङ गरेको। थ्याङ्क यू सो मच। थ्याङ्क यू।